आज चाहिँ दिउँसोतिर नुहाएर कतै पार्कतिर घुम्न जाम भनेको पानी परेर हावाहुरी चलेर यस्तो बिजोग भइदिरा। आजको दिन हजुरहरूको कस्तो बित्यो? मेरो चाहिँ लुगा धोएर नुहाएर चाहिँ बित्यो। सो हेलो गाइज, वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। अनि के छ हालखबर? आई होप सन्चै हुनुहुन्छ होला। डेली भ्लगिङको डे 33 भ्लगमा स्वागत छ। अनि मैले आज आफ्नो लुगा धोएँ 10 बजीदेखि 12 बजीसम्म धोएँ र अनि 1 बजीतिर नुहाएर चाहिँ म पार्कतर्फ जान लागेँ, किनभने घाम लागेको थियो र मैले नुहाएर जाडो नि भएको थियो। नुहाएर कपाल चाहिँ भिजिरहेको थियो अनि घाम ताप्दै म गइरहेको थिएँ पार्कतिर। अनि कपाल एक्कासी सुक्दिरहेको 10 मिनट 5 मिनटतिरै सुक्दिरहेको। अनि मेरो पिम्पल नि कति साह्रो बढेको हो, यो कम हुने तरिका नि भनिदिनु होला है गाइज। अस्ति मैले यो सुकुम्बासी बस्तीको बारेमा नि भनेको थिएँ नि त गाइज, यतैतिर हो त्यो सुकुम्बासी बस्ती ढलाको होइन। अनि मैले त्यो सुकुम्बासी बस्तीको बारेमा मैले के कस्तो भनेको छु त्यसमा गएर कमेन्ट नि गरिदिनु होला। अनि आज चाहिँ म सङ्खमुल पार्क नगई अगाडिपट्टि त्यो कुन पार्क हो, नयाँ पार्क भन्छन्, मलाई नि थाहा छैन, तर म त्यहाँतिर नि घुम्न गएँ। र आज चाहिँ म बिस्तारै भ्लग किन बनाइरहेको छु र किन बिस्तारै बोलेर बनाइरहेको छु भने अरू बेला चाहिँ मैले मेरो भ्लगमा अलि स्पिडली भनिरहेको हुन्छु, खास चाहिँ हजुरहरूले मेरो आवाज नि अलि मन पराउनु हुनु होला भनेर मैले बिस्तारै बोलेर नि बनाइरहेको। र बादल नि लागिसकेको थियो, आधा साइडतिर घाम आधा साइडतिर बादल थियो, पानी पर्ला पर्ला जस्तो नि भएको थियो। अब के हो, वेदर कुन बेला चेन्ज हुन्छ थाहा नै हुँदैन क्या गाइज। अनि त्यसपछि म यता पार्कमा आएर यो पार्क नि यस्तो बवाल लाग्यो कि मलाई होइन, अलिकति फोहोर भएर हो, नत्र भने सफा छ। अनि म यता घाम ताप्दै बसेँ, अनि मलाई जाडो नि भइरहेको थियो, घाम ताप्दै बसेँ र बादल नै लागिरहेको थियो। पछाडिबाट घाम लागिरहेको थियो भने अगाडिबाट बादल लागिरहेको थियो। अब के हो त्यो नै मलाई थाहा भएन क्या गाइज। अनि केही बेरमा घाम पनि हरायो र बादल नै लाग्यो। अब पानी पर्ला पर्ला जस्तो नि लागिरहेको थियो, अब पानी पर्छ होला र म घरतर्फ जान लागेँ। एक्कासी जोरले नि पानी पर्न सक्छ भनेर म घरतर्फ नि जान लागेँ। र घरतर्फ जाने बेला यो ब्रिजको हेर्नु न भ्यू यस्तो बवाल भएको थियो, मलाई यस्तो बवाल लाग्यो कि यो ब्रिजको भ्यू। र म ठ्याक्कै घर पुगेर ठ्याक्कै पानी पर्न लाग्यो। आजको भ्लग यही सकिन्छ। थ्याङ्क यू फर वाचिङ।